म कर्मचारीको नाम ढिला नगरिकन लिन गइरहेको छु। मैले यहाँ पढेर सुनाउँछु। पढेर सुनाउनुभन्दा अगाडि मैले यहाँ लेखेको कुराहरू भन्नु। अब हाम्रो किसान बहुप्राविधिक शिक्षालाई अब पछिल्लो समय हामी सबैले महसुस गरेकै कुरा हो हैन। हाम्रो सरसफाइको हिसाबले, हाम्रो डिसिप्लिनको हिसाबले हेर्दाखेरि अलि फरक खालको शिक्षालाई यहाँ हामी भित्र काम गर्ने मान्छेले र बाहिरबाट आएको आगन्तुकहरू सबैले महसुस गरेकै कुरा हो। अब यो शिक्षालाई यति राम्रो, यति सुन्दर, यति चिटिक्क त्यसै भएको छैन। हामी सबैको चाहिँ यहाँ मेहनत छ, सबैको लगानी छ। यहाँ कार्यालय सहयोगी दाइहरू, कार्यालय सहयोगी दिदीहरू, अरू स्टाफहरू हैन, शिक्षकहरू, विद्यार्थीहरू सबैको उत्तिकै योगदान छ। तर पनि यो सरसफाइ अथवा यो शिक्षालयको अनुशासन, यो शिक्षालयको सुरक्षालाई विशेष योगदान गर्नुहुने एकजना कर्मचारीलाई चाहिँ हामीले सम्मान अथवा प्रशंसा पत्रको रूपमा चाहिँ हामीले सम्मान गर्न गइरहेका छौँ। अब यसमा मैले तपाईँहरूलाई अनुमान गर्न त लगाउँदिनँ, किनभने अब सबै कुराहरू तपाईँहरूले अनुमान गर्न कतिपयले सक्नु भएको छ, कतिपयले सक्नु भएको छैन। फेरि यो शिक्षालयको आन्तरिक विषय हो, कतिपयलाई यो कुरा थाहा छ, कतिपयलाई यो कुरो थाहा छैन हैन। र मैले एउटा चिज चाहिँ के चाहिँ भन्न चाहन्छु भने, मेरो एउटा बानी के हो भने राम्रो गर्नेलाई खुलेरै राम्रो भनिदिने, राम्रो गर्नेलाई खुलेरै प्रशंसा गरिदिने र गलत गर्नेलाई चाहिँ खुलेरै त ठिक छैन चाहिँ तपाईँ ठिक हुनुहुन्न है भनेर भन्ने, त्यो मेरो बानी पनि छ। अब त्यो कतिपय अवस्थामा राम्रो पनि होला, कतिपय अवस्थामा सरले यसो नभनिदिए पनि हुन्थ्यो भन्ने पनि लाग्ला। किनभने मान्छे हो, कहिले कहिले दुई चारजना अगाडि मान्छेको अगाडि प्रशंसा गर्दाखेरि त खुसी नै लाग्छ, कहिले काहीँ दुई चारजना मान्छेको अगाडि गाली गर्दाखेरि त पक्कै पनि मेरो पनि एउटा इज्जत थियो, किन सरले यसो भन्नुभएको होला भन्ने त लाग्छ। तर पनि यो मेरो बाई बर्थ नेचर हो, मैले केही पनि कुरा खासै लुकाउन जान्दिनँ। मैले देखेको कुरा फ्याट्ट भन्ने मेरो त्यो बानी छ। त्यसो हुँदाखेरि र यो प्रशंसा पनि मैले खुलेरै गरेको छु हैन। यसमा न्यायपूर्ण हिसाबले चाहिँ गरेको छु भन्ने लाग्छ। मैले एउटा हिन्ट्स के दिन्छु भने, विद्यार्थी भाइ बहिनीहरूलाई मैले यसको अर्थ अन्य मित्रहरूले, अन्य कर्मचारीहरूले गर्नुभएको छैन मैले भन्न खोजेको होइन, सबैले मेहनत गर्नुभएको छ। तर तपाईँहरू स्कुल आउनुभन्दा अगाडि 10 बजेभन्दा अगाडि अथवा 9:30 बजेभन्दा अगाडि पनि हाम्रो यो गेट, यो परिसर, तपाईँको चाहिँ यो मेन मूल गेटभित्र जाने कतिको चिटिक्क भएको देख्नुहुन्छ? कतिको चिटिक्क भएको छ? भएको छ कि छैन? भएको छ नि है। कुमाल कृपया अगाडि आउनु होला। र मैले प्रशंसा पत्र पढेर सुनाउँछु। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद, किसान बहुप्राविधिक शिक्षालय, चापाकोट 10 स्याङ्जा। प्रशंसा पत्र। यस किसान बहुप्राविधिक शिक्षालय चापाकोट 10 किसान स्याङ्जामा निष्ठा, इमान्दारिता, लगनशील तथा अनुशासित रूपमा निर्वाह गर्नुभएको भूमिका, योगदानको उच्च कदर गर्दै शिक्षालयको सुरक्षार्थ कार्यमा कार्यरत कर्मचारी तपाईँ श्री मोहनीलाल कुमालज्यूलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको 38औं परिषद दिवसको अवसरमा यो प्रशंसा पत्र प्रदान गरिएको छ। यहाँको उज्जवल भविष्य एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ। मिति 2082 11 महिना 12 गते। धेरै धेरै बधाई छ।